ल अब यात्रा चाहिँ हाम्रो स्टार्टिङ पोइन्टमा छौँ। अब हिँड्नेवाला छौँ, सुरु भयो है। हाम्रो शिवराज दाई, सङ्ग्राम दाई, पराज भतिज जानु रहेछ, समुदाय जानुभयो, उहाँ पनि जानुभयो होइन। ल सना दाई पनि हिँड्नुभयो। ल सबैजनालाई है यात्रा सुरु भयो, लाग्यो है। हामी चाहिँ भोजपुर सखेवा डाँडा र पान्दारीसम्मको यात्रा। पछाडि आउनु हुँदैछ साथीहरू सबै, दाईहरू, काकाहरू, मामाहरू। बाइक 25वटा छ। लगभग युवा हामी रतन शाहको 50जना जति छौँ, 50-55 जना जति छौँ। यहाँ राइडिङमा हुनुहुन्छ, राइडर हुनुहुन्छ हाम्रो सङ्ग्राम राई। सेफ राइड गर्नु होला है दाइ, आज राम्रै हुन्छ भने त एकदम केटा। ल ठिक छ दाइ। जङ्गलको बाटोमा छौँ हामी चाहिँ। यो नैने बाटीदेखि अगाडि लगभग अब हामी चाहिँ आधी घन्टा 45 मिनटमा चाहिँ चखेवा पुग्ने छौँ। चखेवाको दृश्यहरू पनि डरलाग्दो पनि। हजुर हजुर हजुर। ल यता हाम्रो शिवराज दाई र नेल्सन दाई हुनुहुन्छ, पछाडि आउनुहुँदैछ। यात्रा कस्तो छ दाई? यहाँनिर चाहिँ हामी यो बाँझेकोमा चाहिँ डाँडामा चाहिँ एकछिन बिसाउने क्रममा हुन्छ मामा। बाँकी टोलीहरू आउनुहुँदैछ, आधी टोली अगाडि हुनुहुन्छ, दाइ यता हुनुहुन्छ छोरासँग। हजुर छैन, ठिकै छ। ल अब फेरि अब चाहिँ चखियाको बाटो सुरु भयो है। बाँझे च्यान्डाडाबाट चाहिँ हामी चाहिँ चखेवातर्फ लाग्यो। बाटो अलिक अप्ठ्यारो छ है। यस्तो त राम्रो हो नि, त्यो ढुङ्गाहरूको खाल्टा बुल्डुङ भयो भने मात्रै हो क्या लड्ने। लड्ने त, तर पानी पऱ्यो भने चाहिँ यो बाटोमा अलिक अप्ठ्यारै बनाउँछ। तर अहिले त ठिक छ, बर्खामा चाहिँ अलिक हिँड्दै हुन्छ। हामी चाहिँ एकछिन बिसाउने तर्फमा छौँ। हाम्रो समुदाय हुनुहुन्छ यता। चलाउँ दाइ, एकछिन रेस्ट गर्ने होइन त दाइ? एकछिन रेस्ट गर्ने होइन त? शिव दाइ, विशाल लामा के छ भनिदिनु एक दुई तर्क। हजुर एक्सचेन्जी। ल ठिक छ मामा, हामी चखेवामा गएर अझै रमाइलो गर्ने छौँ भने त मामा। ल ठिक छ मामा। हामी चाहिँ चखेवा डाँडा आइपुग्यो है। अब अगाडि चट्टसँगले अब अलिकति अगाडि बजार छ। एकछिन हामी यहाँ भ्यू दृश्यहरू हेर्ने क्रममा छौँ होइन त मेघे भाइ? अब हामी चाहिँ जो अब टेम्केको सम्मको यात्रा होइन त दाइ? टेम्केसम्मको यात्रा दाइरामा छौँ यहाँनिर। अगाडि हुनुहुन्छ ल हाम्रो भतिज, एकदम रेडी हो भतिजहरू? ल है सुरु यात्रा है, स्लोमा है सबैजना। पछाडि यत्रो हुनुहुन्छ, हामी लगभग 25वटा बाइकमा 50-55 जना छौँ है। सँगसँगै है लाग्यो, लाग्यो लाग्यो। अब चाहिँ लगभग टेम्केको डाँडा देख्न लाग्यो है। माथि छ है, देखिँदैछ है।
राम्रो दिइरहेको छ है नेपालको झन्डा सन्डा हालेको रहेछ है यहाँ चाहिँ चट्टसँगले स्नेक पाराले उता हुँदो रहेछ नि त कलाहरू प्रस्तुति हुँदैछ है क्या बाइकको कला प्रस्तुति नगरौँ मैले गाह्रो पर्न सक्छ घरै बिसाएको ठाउँमा गर्नुपर्छ बरु ल यहाँबाट देखिने दृश्यहरू यस्तो छ है तपाईँहरू पनि घुम्न आउनु होला पछि यो ठाउँ चाहिँ हाम्रो खोटाङ जिल्लाको चाहिँ स्विजरल्यान्ड हो स्विजरल्यान्ड जानु पर्दैन यिनीहरू खोटाङ जिल्ला आए पनि हुन्छ आनन्दले रोमान्स गरेर पनि जान सक्नुहुन्छ ठाउँहरू पनि छ नेचर भनेको पिसफुल ठाउँ हो प्राकृतिकले दिएको ठाउँ चाहिँ हो यो ठाउँ चाहिँ प्राकृतिकले चाहिँ दिएको ठाउँ हो हजुर खिचिरहेको छु नि सामानले चाहिँ राइड गर्नु हुँदैछ यहाँ आउनुभयो हाम्रो सबै ग्याङ मेम्बरहरू चाहिँ टिम मेम्बर ग्याङ मेम्बर सबै हो यहाँ बाबै आउनुहुँदैछ दाजु र बाबै उहाँ भतिज हुनुहुन्छ यहाँ दाइ राइड गर्नुहुँदैछ थोरै हामी कहाँ अगाडि अलिकति जानुपर्ने भयो नि दाइ हाम्रो दक्ती दिदी केटाहरू चाहिँ कता गयो हौ कहाँको अगाडि गयो त्यसलाई लिएर भिडियोमा हाल्नु लाउनुपर्छ डाइलगहरू हजुर बाघा हेर्नु नि बाघै तर्सिन्छ होला दाइ हजुर होइन यो बजुर उता बजुर यता पछाडि चाहिँ डिटेल हो हामी लगभग अब गोडेसिङ होमस्टे छुटिँदैछ ल गोडेसिङ होमस्टेमा वेलकम गरियो नमस्कार ल भतिजा अगाडि रन्किएर जानुभयो जस पहाड पनि हुनुपर्ने रहेछ होइन दाइ भ्यू हेर्नुको लागि त पहाडै भइदिएन भने पनि भ्यू कहाँबाट हेर्ने भन्ने कुरो हुन्छ जोस हजुर दाइ हजुर जोस पहाड हुनैपर्छ पहाड भएन भने भ्यू हेर्न पाइँदैन भ्यू हेर्नको लागि ट्रेकिङको लागि पनि पहाड हुनु पर्यो ट्रेकिङ गर्नुको लागि पनि जस ट्रेकिङ स्पोट पनि छ यहाँ मास्तिर मुन्दिम ट्रेल मार्ग भन्ने ल ठ्याक्क हामी चाहिँ होमस्टे आइपुग्यो गोडेसिङ विशालमा हुनुहुन्छ यहाँ सङ्ग्राम दाई बाइक स्ट्यान्ड हाल्नु हुँदैछ अनि यहाँ दाईहरू हुनुहुन्छ बाबुहरू सबैजना हामी चाहिँ गोडेसिङ होमस्टेमा आइपुगेर अब एकछिन रेस्ट गर्ने खाजासाजा खाने भन्ने कुरो छ खानासाना जे सरअनुसारको सबै हामी युवाहरू चाहिँ लगभग यहाँनिर चखेवा घुमेर अब जस खाना खाने तर्फतिर लाग्दैछौँ हामी युवाहरू चाहिँ लगभग 50 जना छौँ यहाँनिर अझै पछाडि पनि हुनुहुन्छ अगाडि पनि निस्किनु हुँदैछ
50जना लगभग छौँ हो छौँ है बसौँ भनेर दाइलाई फोटो मेरो एक तास हान्देऊ त हामी आइपुग्यो अब यसरी बस्ने क्रममा छौँ जस धेरै राम्रो रहेछ मैले यतिको गोटेसिङबाट चाहिँ खाना खाएर हामी ट्याम्केतर्फ लाग्यो है हिँड्यो है गाइजहरू हुन्छ है दाइ राम्रो छैन त स्पेसल थियो है खानाहरू सबै होइन खाना खाइएर हिँड्यो जोस खाना खाएर हिँड्यो लगभग हामी छौँ 20वटा बाइक 25वटा जति छ अनकाउन्टेबल नै छ बाइक गर्नु भने जोस अब बाटो पनि ठिकै छ रहेछ होमस्टे आउने चट्टसँगले अब क्याम्पको डाँडामा गएर चाहिँ एकछिन हामी मिठा गफ गर्नेछौँ एकछिन तस्बिर फोटोसोटो हान्नेछौँ त्यसपछि पानधारेतर्फ लाग्नेछौँ यसरी झर्दैछौँ यो चाहिँ गोटेसिङबाट झर्ने बाटो रहेछ जो स्पेसल नै छ बाटो भने होमस्टे जाने जलावा जय जयन्ती लाग्यो है हामी चाहिँ अब गोटेसिङबाट खाना खाएर टिएमकेको डाँडा चढ्ने तर्फ लाग्यो स्वर्गै छ यो ठाउँ चाहिँ नेपालको लगभग स्विजरल्यान्ड चाहिँ नभनौँ स्विजरल्यान्ड पछिको दोस्रो नेपालको यो चखेवा डाँडा
भएर जाँदाखेरिको बाटो चाहिँ यस्तो छ है दृश्यहरू। आधी छ र बाइक पछाडि छ, आधीभन्दा बढी नै हो, आधीभन्दा बढी नै छ। अगाडि हेर्नु होला, लगभग आज हामी 25वटा बाइकमा छौँ र 50जना चाहिँ हामी युवाहरू छौँ है। प्रथमशाली युवाहरू चाहिँ हामी चाहिँ चकेवा भ्रमणको लागि आएको छौँ। चकेवादेखि अब हामी चाहिँ क्याम्पे निस्किन्छौँ र क्याम्पेबाट हामी चाहिँ पाँचधारेसम्म पुगेर चाहिँ फर्किनेवाला छौँ है। त्यस एक खण्डको घुमिन्छ हेर भाइ, एक खण्डको घुमिन्छ। यो चाहिँ चकेवा बजार है त, चकेवा बजार यस्तो छ है। राम्रो रहेछ। लगभग एउटा हाम्रो सानोतिनो रियाली जतिकै छ भ्रमण आएको, तर हामी रियाली चाहिँ फेरि नभन्नु है साथीहरू, बाइकतिर देखेर। बजारै रहेछ होइन, रहेको छौँ होइन। सँगै जाउँ न केटा। यो चकेवादेखि त्यही एउटा मेन गेट रहेछ, खोटाङ टु भोजपुरकोदेखिको सिमाना बन्दै रहेछ नयाँ। माथि टावर पनि रहेछ, त्यहाँ माथि त्यो एनटिसीको टावर राखेको रहेछ। जाउँ ल। च्याम्के चढ्यो, च्याम्केको उकालो। च्याम्केको उकालो चढिँदैछ है। जाउँ है बाबै। हामी चाहिँ अहिले भोजपुरमा छौँ। भोजपुर र खोटाङको सिमानामा जाँदैछौँ, क्याम्पके डाँडैमा। मान्छेहरू थुप्रै आउनु भएको रहेछ भ्रमणको लागि। देखिरहेको रहेछ तल बाटो जाएको
बारी हाम्रो टोलीहरू हो कि कता हो ए माथि आउनु। मन्दिर टेम्की डाँडाको करिब 31 मिटरमा हुन्छ यही बार गर्दा यहाँ माथि चाहिँ भ्यू टावर टावर त हुनेछ फाइनली यहाँ माथि हामी रोडलाई चाहिँ लास्टै गर्दो रहेछ मानिसहरू त्यहाँ धेरै हुनेछ हामीले बुझ्नु सक्छौँ। टेम्की डाँडाको भ्यू टावरबाट देखिएको दृश्यहरू है एकदमै सुन्दर दृश्य देखिँदो रहेछ। तल देखेको चाहिँ तावा भन्छौँ त्यो अलिकति बादल लागेको बिचमा चौडीहरू देखिँदैछ। अलि छिरो है अलि छिरो होला अलिकति फोटो खिच्दै हुनुहुन्छ वरिपरि सबै बादल लागिरहेछ यहाँ चाहिँ। ल एकचोटि अब टेम्केबाट चाहिँ हामी फर्किँदै गरेको यो चाहिँ सरर अहिले 20 सेकेन्ड 20 सेकेन्डमा म्याच भयो होइन 20 सेकेन्डको त जान्छ होला।